हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो न्यू ब्लग साथीहरू वेलकम छ तपाईँहरू सबैलाई होइन। आज चाहिँ म कता जानु लागेको भन्दा आज चाहिँ म चियापत्ती टिप्ने भ्लग बनाउनु लागेको साथीहरू। र म रेडी भइसकेको छु, म पुरा रेडी भइसकेको छ र मेरो ढोका धान्छ ढुकु। अनि आज म चियापत्ती टिप्ने भ्लग बनाउने छु र तपाईँहरूलाई देखाउने छु। त्यही हो र एकछिन पछि देखाउने छु म तपाईँहरूलाई। बाई बाई, सी यू। साथीहरूको नाम बोकेर हामी चाहिँ निस्किसक्यो, हेर्न सक्नुहुन्छ मेरोको अगाडि जाँदैछ हाम्रो मध्यमा ठुलो। त्यही हो, अहिले चाहिँ 3 जना मात्रै रहेछ र एकछिन पछि उता गएपछि पुरा टिमै हुन्छ कि हाम्रो ठाउँको। यहाँतिर चाहिँ पुरा ढुङ्गा उता काठै काठ फर्निचर छ नि त उता फेरि। त्यही भएर यो मुनि छ गाउँ, मुनि पनि हल्का हल्का यो फर्निचर। अनि यहाँ चाहिँ धारा नै हुन्थ्यो पहिलातिर 1 वर्ष अगाडितिर र धारामा पानी नै आउँथ्यो। त्यो पानी चाहिँ अब एक घर एक धारा भएर अनि त्यो चाहिँ अब हरायो, त्यो युजमा भएन। त्यही भएर यहाँतिर लाथारिङै राखिदिएको रहेछ, हेर्न सक्नुहुन्छ। अनि ढुङ्गाले बनेको घर नि यस्तो हुन्छ है साथीहरू, ढुङ्गाले बनेको घर। पुरा सफा भएको गाउँ है साथीहरू। चाहिँ यसरी डस्टबिन राखेको छ। सफा बनाउनु पऱ्यो नि त आफ्नो गाउँलाई, त्यही भएर डस्टबिन नै त्यसरी राखिदिएको छ। हेर्न सक्नुहुन्छ। अनि अहिले चाहिँ लसुन मकैको सिजन भएर रोप्दैछ मकै लसुनहरू। चाहिँ आलु भइसकेको रहेछ। यो मुनिको चाहिँ मिडियम खोला है साथीहरू, मिडियम खोला जाँदै रहेछ, भोलि जाँदै रहेछ। कुनै पुगिसकेन त्यहीँ हो है साथीहरू। फेरि चियापत्ती टिप्ने त्यहीँ हो है। यो भित्र छ चियापत्ती चिया बगान। रहेछ टोलीहरू जाँदैछ भने यो अर्को टोली उताबाट गइसकेको रहेछ र उता छ। हेर्न सक्नुहुन्छ चिया बगानको सुन्दर दृश्य कस्तो राम्रो देख्यो। म चाहिँ यता है साथी। अनि यो छ नि साथीहरू, यो अलि हल्का पाकेको हुनुपर्छ। यो चाहिँ हामीले बच्चामा त्यो बलगाम भन्थ्यो। यो चाहिँ यसरी खान्थ्यो। ओह, यो छ नि यो डल्लो हो। यो डल्लो चाहिँ यसरी खान्थ्यो। बच्चामा बलगाम भनेर खान्थ्यो है साथी। यसलाई चाहिँ यहाँभित्र के छ अठुवी कस्तो के भयो खोज्यो साथीहरू, खोज्यो। ओहो, काँडा पसिन्छ नि। अत्ता घोच्यो। हेर्न सक्नुहुन्छ चिया बगान है आमाहरू।
चियापत्ती टिप्न सुरु यहाँबाट सुरु है साथी चियापत्ती टिप्ने चाहिँ यसरी है साथी हो यसरी टिको टिप्छ क्या साथी टिको म चाहिँ मान्छे धेरै भएर पाउन सकिरहेको छैन त्यही भएर बिस्तारै बोलेको ल राति हो गाह्रो नमान साथी हामी चाहिँ यता सकेर अब उता जानु लाग्यो यता सक्यो अब उता अर्को टोलीनिर जानु लाग्यो चियापत्ती धेरै भएर उता जानु त साटो अब घरमा पुर्याएर आउने चियापत्ती धेरै नै भएछ के गर्नु अब यति धेरै छ उसको झन् योभन्दा डबल सुल्टीको ल फाइनल्ली आउनु चाहिँ आइपुग्यो तर यहाँ चापिहालेको रहेछ भित्र राखिसकेको रहेछ हामी अब झ्यालबाट छिरेर यहाँबाट हाल्नेछ ल अघि पनि धेरै नै ल्याइसकेको रहेछ फेरि आउँछ योभन्दा बढी नै तर मौसम पानी पर्ला पर्ला जस्तो भइरहेको पानी परेन भने हाम्रो लागि एकदम राम्रो हुन्थ्यो तर पानी पर्ला पर्ला जस्तो भइरहेको के गर्नु पानी पर्यो गाह्रो छ ल फाइनली राखेर आइसक्यो र फेरि हामी उतै जानेछौँ आज चाहिँ सभामा घाँटीमा मिटिङ सिटिङ के रहेछ आकाश घड्याङ गुडुङ भइरह ल है अहिले चाहिँ माथि माथि आइपुगेछ अघि चाहिँ हामी उता गएको थियो फेरि साथी हो पानी परिरह के गर्ने गाह्रो छ चियापत्ती टिप्न त्यसो छ सुल्टीलाई पानी पऱ्यो होइन यहाँ फेरि भाउजू गारको भाउजू हिरो नि पानी पऱ्यो
पछाडि गाह्रो फाइनली सक्यो सुरा मिस्टर सुरेन्द्र साह्रै राम्रो भाइ लाग्यो मे भिडियो मात्रै लमा यो लटमा चाहिँ चियापत्ती खासै निस्केन यो नागट चाहिँ धेरै नै निस्केथ्यो अब उता लान्छ यो ठाउँमा अनि चियापत्ती बाँड्दा लान्छ साथीहरू हालेर पहिला बाँच है साथीहरू दोकानमा हालेर पहिला बाँच र साथी हो अब चाहिँ दहिन भयो है म खाजा आउँछु खाजा बाँड्छु अनि घरतिर जाने खाजा बाँडेपछि घरतिर र फाइनल्ली खाजा नि आइसक्यो है खाजा अब चाहिँ जानु पर्यो सबै गयो फाइनल्ली आजको काम सक्यो भ्यायो अच्छा ह्याङ्गम क्याल ल अब पानी झरेपछिको राम्रो वातावरण है साथी हो ब्लग अब मेरो भ्लग यहीँ टुङ्ग्याउन चाहन्छु बाई सी यू मेरो भ्लग जस्तो भए पनि राम्ररी अहिलेसम्म हेरिदिएकोमा धन्यवाद र अझै पनि हेर्दै गर्नु होला यसरी साथ सपोर्ट गर्नु होला मलाई ल बाई सी यू